सो नमस्ते सबैजनामा म पवन भुसाल लुम्बिनी मेडिकल कलेज एमबीबीएस फाइनल इयर र एमबीबीएस स्कलर 2020 र आज चाहिँ धेरै समयपछि यो भिडियो आएको छ र यो भिडियो चाहिँ मैले अहिले फाइनल इयर एक्जामको लागि तयारी गरिरहेको छु र 1 महिना भयो प्रिबोर्ड पनि सकिएको र बीचमा चाहिँ एक्जामहरुले गर्दाखेरि भिडियो आउन पाएको पनि थिएन, मैले भिडियो बनाउन पनि भ्याएको थिएन र भिडियो चाहिँ आउन पाएको थिएन। त्यसको लागि चाहिँ सबैजनामा क्षमा प्रार्थी पनि छु र आशा छ अब आउँदै गरेको इन्ट्रान्सको लागि चाहिँ भाइ बहिनीहरूले तयारी राम्रोसँग गरिराख्नु भएको छ होला भन्ने पनि आशा लिएको छु र अब इन्ट्रान्सको लागि पनि जम्मा 5 महिना मात्रै बाँकी छ र मेरो आफ्नै यो पवन भुसालबाट डाक्टर पवन भुसाल बन्नको लागि जम्मा 1-1.5 महिनाको अब ग्याप मात्रै बाँकी छ। त्यसपछि चाहिँ हाम्रो फाइनल एक्जाम हुनेवाला छ र त्यसको लागि चाहिँ मेरो आजकलको रुटिन नै बिहान उठ्यो, पढ्यो, खाना खायो, सुत्यो, त्यही नै एउटा दिनचर्या बितिरहेको छ 1 महिनादेखि र यो 1 महिनादेखि चाहिँ आफूलाई फिल भएको कुराहरू र जस्तो जुन मेन्टालिटी चाहिँ मैले अहिले बनाइरहेको छु, जसरी पढिरहेको छु अथवा जुन मेन्टालिटीले चाहिँ जुन पहिला 1 महिना अगाडिको मेन्टालिटी र अहिलेको मेन्टालिटीमा के चेन्जेस छ र कसरी चाहिँ यसले इन्ट्रान्सलाई पनि हेल्प गर्न सक्छ, एक्जाम क्र्याक गर्नलाई हेल्प गर्न सक्छ र अगाडि बढ्नलाई हेल्प गर्न सक्छ भन्ने कुराहरू पनि आज गर्नेछु। हुन त यो स्क्रिप्टेड भिडियो हुनेवाला छैन, त्यसैले चाहिँ अलिकति र्यान्डम नै भिडियो हुनेवाला छ, त्यही भएर चाहिँ र्यान्डम तर इन्फर्मेटिभ भिडियो चाहिँ हुनेवाला छ र यो दुईटा फेज, इन्ट्रान्सको फेज र एमबीबीएस फाइनल इयरको फेज चाहिँ कस्तो मिल्दोजुल्दो जस्तो चाहिँ मलाई आफूलाई फिल भएको थियो र समय कता कता अड्किए जस्तो, रोकिए जस्तो पनि आफूलाई फिल भएको हुनाले चाहिँ यो भिडियो बनाउन म लागेको हो र आशा छ मन पराइदिनु हुनेछ भन्ने पनि आशा लिएको छु र यसै सँगै चाहिँ अब भाइ बहिनीहरूले इन्ट्रान्सको लागि चाहिँ जम्मा 5 महिना मात्रै बाँकी छ र अहिलेसम्म चाहिँ अब कसरी पढ्ने, कसरी चाहिँ अगाडि बढ्ने भन्ने भिडियो चाहिँ मैले मेरै युट्युब च्यानल द नेपाली डक्टरमा राखिसकेको छु। त्यहाँ गएर चाहिँ कसरी चाहिँ इन्ट्रान्स तयारी गर्ने भन्ने विषयमा, कुन कुन रिसोर्सेसहरू फलो गर्ने भन्ने विषयमा चाहिँ त्यही गएर हेर्दा हुन्छ। त्यहाँ चाहिँ मैले डिटेलमा कसरी एप्रोच गर्ने भन्ने कुराहरू सबै राखेको छु र आजको भिडियोमा चाहिँ जस्ट हामीले त्यो दुईटा फेजलाई चाहिँ कम्पेयर गरेर कसरी अगाडि बढ्न सक्छौँ, यो 1 महिनामा, यो फाइनल इयरको मेरो 1 महिना र त्यसै गरेर भाइ बहिनीहरूको चाहिँ यो 5 महिनाको फेजलाई चाहिँ कसरी युटिलाइज गर्यो भने चाहिँ राम्रो गर्न सकिएला भन्ने आफूलाई लागेको कुराहरू र आफूले गरेको कुराहरूलाई चाहिँ मैले यो भिडियो मार्फत चाहिँ उतार्न कोसिस गरेको छु र विशेष गरेर चाहिँ यो 1 महिना अथवा यो 5 महिनाको जुन पिरियड छ, यो पिरियड भनेको चाहिँ लाइफको सबैभन्दा इम्पोर्टेन्ट फेज हुनेवाला छ, जो चाहिँ पछि गएर डक्टर बन्ने भन्ने जुन एम लिएर भाइ बहिनीहरूले पढेको छ त्यसको लागि चाहिँ यो फेज भनेको एकदमै क्रुसियल फेज छ। तिमीहरूले पहिला चाहिँ पढेको छ छैन भन्ने कुराले चाहिँ म्याटर गर्दैन। हुन त त्यो कुराले थोरै केही म्याटर गर्न सक्छ, तर अहिले चाहिँ यो 5 महिनामा आफूले जसरी आफूलाई आफ्नो मेन्टल स्ट्रेन्थ जसरी अगाडि बढायो, जसरी चाहिँ आफ्नो दिन डे टु डे एक्टिभिटिजलाई चाहिँ निहालेर अगाडि बढ्यो भन्ने कुराले चाहिँ पछि आफू कुन अवस्थामा पुगिन्छ 5 महिना पछिको रिजल्टलाई चाहिँ त्यो कुराले निर्णय गर्नेछ भन्ने कुरा पनि भाइ बहिनीहरूले बुझ्नुपर्छ। र अहिलेको हामीले बिहान उठिसकेपछि चाहिँ आजकलको समय भनेको हाम्रो यो फेज भनेको अटो पाइलट मोडमा गइसकेको छ। हामीले बिहान उठ्दा बित्तिकै मोबाइल खोल्छौँ, इन्स्टा, रिल, युट्युब सबै जताततै रिल्सको जमाना छ होइन। त्यो रिल्सले गर्दाखेरि पनि धेरै डिस्ट्राक्सन भइसकेको छ र मोबाइल एडिक्सन धेरैको छ र धेरै विद्यार्थीहरूले जो इन्ट्रान्स फेजमा पनि छन् उनीहरू चाहिँ अननेसेसरी एक्टिभिटिजहरूमा डोपामिन, जुन एक्टिभिटिजले चाहिँ एकदमै कम इफोर्टमा डोपामिन रिलिज गर्छ त्यो एक्टिभिटिजहरूमा चाहिँ इन्डल्भ भइरहेको कुराहरू छ। त्यो कुराहरूलाई चाहिँ जति सक्यो आफूलाई चाहिँ त्यो कुराहरूबाट टाढा राख्यो यो फेजमा चाहिँ एकदमै बेस्ट हुनेवाला छ। साथीहरू भनेर अहिले यो 5 महिनाको फेजमा चाहिँ साथीहरू चाहिँ कटअप गर्दा पनि हुन्छ, 1-2 जना राम्रो साथी छ भने चाहिँ ठिक छ, नत्र सबैजना आफूसँग हाँस्ने साथीहरू, सबै चाहिँ आफूसँग मिल्ने भनेको साथीहरू चाहिँ सबै आफ्नो साथी हुँदैन, त्यो पनि ख्याल गर्नुपर्छ। 1-2टा साथीहरू चाहिँ राम्रोसँग आफूसँग मिल्न सक्छ, पछि गएर फाइदा पनि हुन सक्छ, उनीहरूले चाहिँ आफूलाई राम्रो दिशानिर्देश पनि गर्न सक्छन्, तर धेरै जसो चाहिँ आफूलाई डिस्ट्राक्सन गर्ने खालको साथीहरू हुन सक्छ होइन। त्यही भएर चाहिँ कुन चाहिँ राम्रो साथी हो, कुन चाहिँ फेक फ्रेन्ड हो त्यो चाहिँ आफूले निहाल्नुपर्छ र यो 5 महिनाको अवधिमा चाहिँ आफूले जति सक्यो त्यो कुराहरूबाट टाढा रह्यो भने चाहिँ एकदमै राम्रो हुनेवाला छ। र अर्को कुरा भनेको चाहिँ हामीले यत्रो समयदेखि पढिरहेका हुन्छौँ अथवा पढेका छौँ छैनौँ भन्दा पनि अब यो 5 महिनालाई चाहिँ हामीले कसरी युटिलाइज गर्छौं भन्नेतिर ध्यान दिनुपर्छ। पछि गएर फ्युचरको धेरै सोच्नु भन्दा पनि अहिले प्रेजेन्ट आजको दिनलाई चाहिँ राम्रो बनाउन ट्राई गर्यो भने चाहिँ
पछिको दिन अवश्य राम्रो हुन्छ। पछि गएर चाहिँ एमबीबीएसमा एउटा सिट चाहिएको, त्यो सिट चाहिनको लागि चाहिँ आफूले अहिलेदेखि चाहिँ कतिको इफोर्ट दिइरहेको छ त्यो कुराले चाहिँ पछि आफ्नो सिट आफूले चाहिँ सिट डिजर्भ गरिन्छ गरिन्न भन्ने कुरा आजैबाट निर्धारित हुन्छ। त्यही भएर चाहिँ अब आज चाहिँ केही गरेकै छैन तर पछि गएर रिजल्ट खोजेर पनि हुँदैन। जस्तै अहिले मेरो फेजमा पनि त्यही नै छ। अहिले चाहिँ अब म पवन भुषाल मात्रै छु र पछि अब 1-1.5 महिनाको एक्जामले चाहिँ म डाक्टर पवन भुषाल हुन्छु हुँदैन भन्ने त्यो डिसाइड गर्छ। र यो 1 महिनाको दौरानमा चाहिँ मेरो मेन्टल स्ट्रेन्थ पनि पहिला जस्तो थियो त्योभन्दा एकदमै फरक छ। अहिले चाहिँ आफूले जस्तोसुकै कुरा पनि गर्न सक्छु भन्ने त्यो एउटा हुन त त्यो कुराहरू पहिलेदेखि थाहा नै थियो तर त्यो कुरालाई चाहिँ मैले जीवन्त उदाहरणको रूपमा लिएर उतारिरहेको छु र जति सक्यो आफ्नो यो दिनलाई चाहिँ एकदम एक्टिभली युटिलाइज गरेर सेड्युल अनुसार चाहिँ चलिरहेको छु। पहिला चाहिँ अलिकति बाहिर एक्सटर्नल इन्भाइरोमेन्टले आफूलाई धेरै चलाएको हो कि जस्तो लाग्थ्यो तर अहिले चाहिँ यो बाहिरको इन्भाइरोमेन्टललाई र अरूको कुराहरूलाई चाहिँ धेरै ध्यान नदिएर आफ्नो सेल्फले के भनिरहेको छ, आफ्नो फ्युचर कस्तो डिजर्भ गर्ने हो, कस्तो एचिभ गर्न चाहन्छु त्यो कुराहरू चाहिँ आफूले भित्रीबाट त्यो कुराहरू ल्यायो भने चाहिँ त्यो मेन्टालिटीले नै फरक पार्ने रहेछ भन्ने चाहिँ त्यो चाहिँ मैले दिनदिनै फिल गरिरहेको छु। हुन त पहिले त्यो कुरा थाहा भएको तर एप्लाई चाहिँ अलिकति नभएको कि जस्तो लाग्थ्यो तर अहिले चाहिँ जस आफूले त्यो कुराहरूलाई चाहिँ उतारिरहेको भएर चाहिँ जस राम्रो मेन्टालिटी बनायो भने त्यो सक्छु भन्ने मेन्टालिटी बनायो भने चाहिँ सबै कुराहरू गर्न सकिन्छ भन्ने चाहिँ हुँदो रहेछ। हुन त अझै 1-1.5 महिनाको टाइमलाई चाहिँ अझै राम्रोसँग युटिलाइज गर्नुपर्छ। यो फेजमा चाहिँ आफूले पहिला जे गरेको थियो, गल्ती गरेको थियो अथवा जुनसुकै कुराहरू गरेको भयो भने त्यो कुराहरूमा चाहिँ धेरै ध्यान नदिएर अब चाहिँ यो आगामी फेजमा चाहिँ कसरी अगाडि बढ्ने भन्ने कुराहरू ख्याल गर्नुपर्छ। डिस्ट्राक्सनबाट टाढा राख्नु पर्यो। मेन कुरा भनेको हेल्थलाई चाहिँ ख्याल गर्नुपर्छ। हामीले चाहिँ पढ्ने नाममा एकदमै धेरै समय पढेर मात्रै पनि हुँदैन, अब माइन्ड फ्रेस पनि गर्नु पर्यो। आफूलाई चाहिँ अब कसरी माइन्ड फ्रेस गर्न सकिन्छ होइन त्यो कुराहरू आफैले डिसाइड। कसैले चाहिँ म्युजिक सुनेर हुन्छ, कोही चाहिँ अब कतै घुम्न गएर हुन्छ अथवा यो एन्ट्रान्सको फेजमा चाहिँ अब कतिले प्लस त्यो फेजमा चाहिँ धेरैले चाहिँ टेम्पोरेरी रूपमा चाहिँ लभ पनि सिक गरेका हुन्छन् तर त्यति बेलाको लभ टिकाउ त धेरै यसो केसमा हुँदैन नि होइन। त्यही भएर त्यो टेम्पोरेरी एट्र्याक्सनतिर नलागेर अहिले चाहिँ जस्तो करियरमा फोकस गर्यो भने ठिक छ। नत्र पहिलेदेखि चाहिँ कसैको गर्लफ्रेन्ड छ, बोयफ्रेन्ड छ भने त यदि राम्रो छ, त्यो डिजर्भिङ छ, त्यसै गरेर आफ्नो करियरलाई सपोर्ट गर्छ भने त यो फेजमा पनि त्यसलाई पनि मेन्टेन गरेर राख्नु पर्यो होइन। मेरो धेरै साथीहरूले पनि कतिले चाहिँ 11-12बाट नै राम्रोसँग त्यो लभ लाइफलाई पनि ब्यालेन्स गरेर 2जनाले नाम निकालेको, स्कलरसिपमा नाम निकालेको उदाहरणहरू पनि छ। तर अब त्यो भन्दै गर्दा धेरैजना साथीहरूले पनि त्यो लभको ट्र्यापमा परेर आफ्नो त्यो करियर नै डिस्ट्रोय गरेको पनि त्यो मैले उदाहरण देखेको छु। त्यही भएर त्यो चाहिँ अब तिम्रो आफ्नै हातमा छ त्यो कसरी अगाडि बढ्ने भन्ने कुरा। अहिले चाहिँ जस्ट आफूलाई करियर ओरिएन्टेड भएर सोच्यो भने चाहिँ पछि गएर धेरै फाइदा हुनेवाला छ। र यो भिडियो चाहिँ विशेष गरेर यही कुराहरू भन्नको लागि र इन्ट्रान्स प्रिपरेसन फेज चाहिँ अलिकति गाह्रो हुन्छ त्यो म पनि अहिले जो त्यो इन्ट्रान्स फेज पार गरिसके तापनि अहिले यो जुन फेज पनि सिमिलर लाग्दो रहेछ। बिहान उठ्यो त्यही एउटा न कलेजहरू पनि छैन, बिहान उठ्यो पढ्यो, खाना खायो, सुत्यो, खाना बनायो, खायो, त्यही नै एउटा रिपिट फेज भइरहेको छ। त्यो फेजलाई चाहिँ मैले रिलेटेबल लाएर अनि त्यसको लागि चाहिँ भिडियो बनाउँछु भन्ने सोचेर भिडियो बनाएको छु। र जस्ट अहिलेको फेजमा चाहिँ जुन बाबा मम्मीले चाहिँ तिमीहरूको लाइफको लागि चाहिँ जसरी मेहनत गर्नु भएको छ त्यो मेहनतलाई चाहिँ सार्थकता दिनको लागि चाहिँ आफूले पनि बुझेर अगाडि बढ्नु पर्यो। अहिले चाहिँ सोसियल मिडियाबाट टाढै बसेको राम्रो, त्यो फेक फ्रेन्ड्सबाट फेक साथीहरूबाट पनि टाढै बसेको राम्रो। त्यसै गरेर चाहिँ जुन चिप सोर्सेस अफ डोपामिन हुन्छ, चिप सोर्सेस अफ डोपामिन, त्यो डोपामिन सिक्रेट गर्ने एक्टिभिटिजहरूमा चाहिँ आफू इन्भल्भ नभएको राम्रो हुन्छ। अब अहिले चाहिँ स्टडीलाई नै एज अ सोर्स अफ डोपामिन रिलिज गर्न सक्यो भने चाहिँ एकदमै राम्रो हुनेवाला छ। र अब पछिको बारेमा धेरै सोचेर कामै हुनेवाला छैन। चिल काइन्ड अफ पर्सन हुनुपर्छ तर धेरै चिल भएर पनि काम छैन। त्यो आजको दिनलाई चाहिँ राम्रो बनाउनुपर्छ। आफूले बिहान उठेदेखि चाहिँ यो आफ्नो मेन्टालिटी, स्ट्रङ मेन्टालिटी, विनर एटिच्युडले चाहिँ आफूलाई कन्ट्रोल गर्नुपर्छ, न कि अरू एक्सटर्नल इन्भाइरोमेन्ट, आफ्नो सोसियल मिडिया, आफ्नो साथीहरू, एक्सटर्नल इन्भाइरोमेन्टले आफूलाई कन्ट्रोल गर्नु हुँदैन। आफूले चाहिँ अरू कुरालाई कन्ट्रोल गर्नुपर्छ। त्यति जान्न सक्यो भने चाहिँ यो 5 महिनाको जुन रिमेनिङ टाइम छ त्यो रिमेनिङ टाइम चाहिँ एकदमै राम्रो हुनेवाला छ। अब कसरी इन्ट्रान्स क्र्याक गर्ने भन्ने विषयमा चाहिँ
द नेपाली डक्टर युट्युब च्यानलबाट नै मैले पहिला कसरी क्र्याक गर्ने भन्ने सबै कुराहरू जानकारी दिइसकेको छु। बिचमा चाहिँ मेरो एक्जामको कारणले पनि अलिकति भिडियो राख्न असमर्थ रहेको थिएँ र अहिले पनि अब भएको बेलामा राखि नै रहेको हुन्छु र अपडेट गरिन् होला। अरू पनि केही क्वेरिजहरू छ भने चाहिँ कमेन्ट बक्स मार्फत अथवा मेरो इन्स्टा फेसबुक ह्यान्डलमा पनि सोध्न सक्नुहुन्छ र राम्रोसँग सबैजनाले एक्जाम दिनु होला र मेरो फाइनल इयरको साथीहरूलाई पनि सबैजनालाई अल द बेस्ट भन्न चाहन्छु र हामी सबै मिलेर अगाडि बढ्नुपर्छ भन्दै यो भिडियो आजको लागि चाहिँ यति नै। धन्यवाद।